हेलो साथीहरू, यो चाहिँ मेरो पहिलो भ्लग हो। त्यसैले मेरो नाम चाहिँ पवन चनाल। साथीहरू, हामी चाहिँ एजुकेसन टुरमा पोखरा गएका थियौँ। अनि पोखरामा हामीहरू मिरर हाउसमा गएका थियौँ। हेरौँ त के छ यो मिरर हाउसभित्र, हेरौँ त साथीहरू। वाउ, भरे हेर्नुहोस् साथीहरू, होइन त एउटा टापु बनाएको रहेछ। वाउ, राम्रो रहेछ होइन, मिरर हाउसमा रमाइलो रहेछ। हेर्दै जाउँ होइन साथीहरू। हेर्नुहोस् साथीहरू, मेरो साथीहरू पिङ खेलिरहेका थिए। ओ टापु हेर्नुहोस्, म पनि गएँ टापुमा। हेर्नुहोस् त, ओ के दामी छ। वाउ, रमाइलो लागिरहेछ होइन, मलाई त एकदमै खुसी लागिरहेछ यो मिरर हाउसमा आएर। हेर्न सक्नुहुन्छ साथीहरू, यहाँदेखि हेर्दाखेरि होइन अप्पर मुस्तान भन्ने गाउँ देखिरहेको थियो। ओहो, साथीहरू टन्ने रहेछन् होइन। यति हेर्दाखेरि परमा हाउस तेर्सो जस्तो लागिरहेछ। साथीहरू टन्ने नै गइरहेका छन्। एकचोटि हामी पनि गएर हेरौँ है साथीहरू, कस्तो छ हेरौँ त। खै त हेरौँ त। ओ यार साथीहरू, हेरौँ त, मान्छेलाई नि तेर्सो देखाइदिनु रहेछ क्या। हेर्नु त कस्तो अँधारो छ यहाँभित्र, तेर्सो देखिरहेछ क्या ऐनामा हेर्दाखेरि। हेर्नु त मलाई, ओ तेर्सो देखिरहेछ कि। त्यसै गरी हामी अर्को हाउसमा गयौँ। यतादेखि चन्द्रमा हेर्न सकिन्छ भन्दा हामीले सुनेका थियौँ। त्यसरी गएका थियौँ भित्र। पुरा अँधारो, हेर त, डार्क देखिरहेछ पुरै। हो, पुरा मेसिन पुरा बिग्रियो रहेछ होइन हेर्ने साथीहरू। त्यसैले हामीले हेर्न पायौँ। पुरा ब्ल्याक देखिरहेछ यार। साथीहरू पनि चिनिन लाग्छ होइन, हराउँछु के हो यसमा यार। ल अर्को ठाउँ हामी घुम्न जाउँ साथीहरू। ल बाहिर निक्लियौँ होइन हामी। ल साथीहरू, हेरौँ है मिरर हाउस कस्तो रहेछ त यता। हेर्नुहोस् त साथीहरू, कति ऐना लगाइरहेको छ त्यता। उत्तिरी कहाँ ठोकिए यार। हेरौँ हो साथीहरू, मिरर हाउसमा बुलेट होइन। अरे खै हामी बाहिर जाने बाटो म पाउँछु कि नै साथीहरू, हेरौँ खै है। यहाँ पर त देखिरहेछ है बाटो। कहाँ हो कस्तो बाटो देखिरहेछ। पायो फाइनली गाइज, मैले चाहिँ बाटो पाएँ होइन। आज यति नै साथीहरू। अर्को भिडियो हेर्नुको लागि तयारी हुनु होला। बाई बाई, सबले माया गरिदिनु होला।